तपाईलाई लामो समयदेखि पेट फुलिराख्ने, ग्यास भरिएको जस्तो हुने, कन्स्टिपेसन, कब्जियत, दिशा चिल्लो जाने, सँगसँगै पेट पनि उस्तै दुख्ने र टोयलेट जानुहुन्छ, टोयलेटमा अलिकति मात्र हुने, अझै गर्न मन लाग्ने तर निस्किँदैन हो, यस्तो समस्याहरू बारम्बार देखा परिरहेछ तर तपाईलाई कारण थाहा छैन के हो भने इट्स लाइकली इरिटेबल बाउल सिन्ड्रोम है। यो चाहिँ आन्द्राको समस्या हो। त्यही भएर टाइममै उपचार गर्नु उपयुक्त हुन्छ। अझै लङ टर्ममा ध्यान दिएन भने समस्याहरू बल्झिँदै जान सक्छ है। अब यसको उपचार के त भन्दाखेरि मसला, चिल्लो खानेकुराहरू कम गर्नु पर्यो, जङ्क फुडहरू कम गर्नु पर्यो है, फाइबर युक्त खानेकुराहरू बढी प्रायोरिटी दिनुपर्छ, पानी पनि प्रशस्त रूपमा खानु पर्यो। सँगसँगै इमोसनल डिस्ट्रेस र स्ट्रेसका कारणले गर्दाखेरि पनि इरिटेबल बाउल सिन्ड्रोम आउँदो रहेछ। त्यही भएर हामीले आफ्नो तनाव पनि कम गर्नुपर्छ, स्ट्रेस धेरै लिनु भएन है। यी सबै गरिसकेपछि पनि तपाईको समस्या बारम्बार आइरहेको छ भने चाहिँ तपाईँ पक्कै पनि ग्यास्ट्रो इन्टेस्टिनल स्पेसियालिस्ट अथवा पेट आन्द्राको डाक्टरलाई पक्कै पनि भेट्न जानु होला, सल्लाह लिनु होला। यदि इरिटेबल बाउल सिन्ड्रोम छ भने त्यही अनुसार उपचार लिनु होला है त। अनि लास्टमा मिन एन्ड मुन जीलाई चाहिँ एउटा कुरा भन्न चाहन्छु, तपाईलाई इरिटेबल बाउल सिन्ड्रोमै छ भनेर म अहिले पक्कै पनि भन्न सक्दिनँ, किनकि तपाईबाट अझै जानकारी चाहिन्छ। अझै सोधपुछ गरिसकेपछि मात्र तपाईलाई चाहिँ यो हो भनेर भन्न सकिन्छ। त्यही भएर नजिकैको डाक्टरकोमा जानु होला र त्यही अनुसार उपचार लिनु होला है त। ओके, डक्टर बी हियर, स्टे सेफ, स्टे फिट, बाय बाय।